हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी हाम्रो च्यानलमा फर्स्ट टाइम कुकिङ भ्लग बनाउँदैछौँ। धेरै पछि आज घरमा मोमो बन्दैछ। यहाँ हाम्रो यही रोटी बेल्नेमा हुनुहुन्छ हाम्रो मम्मी। किमा रेडी, किमा दामी रेडी भइसकेको छ। मोमोको हालत चाहिँ यस्तो छ रेडी। रेडी छौँ, म पनि बनाउँछु। हामी चाहिँ पिठोमा नि बनाउँदैछौँ। अनि नयाँ ट्राई गर्न चाहिँ यहाँनिर यो क्याबेज लिएको छौँ। यो चाहिँ के भन्छ यसलाई? साग होइन, के पो भन्छ यसलाई? नापा क्याबेज भन्छ यसलाई। त्यो किम्ची बनाउने साग, यसमा ऱ्याप गरेर बनाउँछौँ। दामी दामी। यहाँनिर अलिक अचारको लागि नै रेडी छ। यहाँ मस्त पकाएर एकछिन सेलाउन राखिरहेको छु। यसलाई मस्त पिनेर दामी बनाउनुपर्छ। लु, म चाहिँ यहाँ फर्स्ट टाइम मोमोको डल्लो बनाउनु गइरहेको छु। हेरौँ कस्तो हुन्छ। अब कतिमा दिनु त यता अलिकति। ए हामी चाहिँ यहाँ बफ मोमो बनाउँदैछौँ। बफ मोमो धेरै हुन्छ क्या हो यो किमा? यतिको धेरै हुन्छ क्या हो भने? ठुलो मोमो जत्रै बनाएँ मैले। ठुलो मोमो जत्रै बनाएँ। ठुलो मोमो हो कि के मोमो हो? लाम्चो मोमो। लाम्चो मोमो हो। हमको चाहिँ नहीं पता हो। ल, मेरो फर्स्ट मोमो चाहिँ यस्तो बनिएको छ है त। यस्तै त हो नि होइन मोमो हो नि। ए डल्लो लाम्चो जस्तो बनायो नि त खाने त। With pretty mouths, they always walk your way. They follow you in cars and bars and even on airplanes. I'm special, yeah, I'm special, cause they just don't got, oh, they just don't got what I've got. I'm someone you can take home to meet your mom and pa. And your trashy little cupcake dressed in polka dots. So be alive. डल्लो मोमो चाहिँ यस्तो छ मेरो। यहाँ चाहिँ अब बन्दामा पनि बन्दैछ हाम्रो क्याबेजमा कस्तो रोल गरेर। घोटो पारेर राख त, उस्किँदैन त्यसलाई घोटो पार। यसरी राख्ने बन्दा पनि बन्दैछ। Oh, sing now to me, baby. Won't you sing to me your name? I've been looking for something crazy. I've been looking for something to tame my sinner still, my criticizing, my hopeless heart that just wants to come on. Yeah, I found you outside, baby. You know I found you standing in the rain. You were holding a pound of heartache. Oh, you were wearing it like shame. Oh, if I've told you once, I told you twice. मलाई मोमो बनाउन आउँदैन रहेछ, थाहा पाएँ मैले। मलाई खानु मात्र आउनु रहेछ। काट्ने हो काटेर गर, जसरी गरे नि गर, मलाई थाहा भएन। अब यसो जे जस्तो बन्छ बनाउँछ अब। हाम्रो चाहिँ यहाँ मोमो ऱ्याप गरेर भइसकेर यहाँ रेडी हुँदैछ। सुरुमा चाहिँ यो बन्दाको मोमो बन्दैछौँ। मस्त। अहिले चाहिँ ट्रायल मात्र भएर धेरै बनाएन। योपालि चाहिँ राम्रो भयो भने फेरि बनाउँछु। चाहिँ बन्दाको मोमो
यो चाहिँ अचार यस्तो दामी अचार स्मेल यस्तो दामी आएर चाहिँ अचारको ल हाम्रो चाहिँ मोमो बेल्ने ओर्ने सब सकिसक्यो अनि यहाँ लास्टमा यहाँ खानालाई चाहिँ आइछ यहाँ भातकाले हाम्रो मम्मी चाहिँ आफै के बेल्न लाग्यो बाँकी भएको पिठोको के बनाउनु लाग्नु टिमोमा पनि खाने अरे यस्तो छ यहाँ चाहिँ ल 2 लेयर मात्रै बनाएको छु माथिल्लो लेयरमा चाहिँ बन्दाएको छ तल्लो लेयरमा चाहिँ पिठोको अनि त्यहाँबाट पाकेसी खानुपर्छ झम हाम्रो अचार स्पेसलिस्ट चाहिँ यहाँ स्मेल त खतरा आएको थियो यार साथी अब टेस्ट कता छ हेरौँ अहिले के भन्छ फेरि पकाउने यसलाई होइन खनाको ए अचार चाहिँ यस्तो दामी देखेको छ दामी मम्मीले चाहिँ यहाँ मोमो सर्भ गरिरहनु भएको छ म चाहिँ खाँदैछु यो चाहिँ पिठोको मोमो सागको मोमो चाहिँ यता छ सागको मोमो चाहिँ यता छ सकिन लागिसक्यो अनि यहाँ 2 जना दाजुभाइ चाहिँ यसो काममा व्यस्त हुनुहुन्छ कस्तो छ मोमो कस्तो रहेछ पिठोको मोमो सागको मोमो अब यहाँ बाबाले चाहिँ सागको मोमो खाइसक्नु भयो सोधौँ कस्तो लाग्यो बाबा तपाईँलाई सागको मोमो कस्तो लाग्यो मिठो थियो अब पिठोको मोमो टेस्ट गर्नु अनि अलिक गलेछ नि पिठो अलिक गलेछ त्यो टेस्ट गर्नु अनि भन्नु है ल कुन चाहिँ वाला मिठो सबसे धेरै दुइटै मिठो छ सागको न्यू टेस्ट लाग्यो भाइलाई सबसे मिठो कुन चाहिँ लाग्यो मोमो त मोमो हो सब मिठो हुन्छ मोमो नै ल अब तपाईँ पनि टेस्ट गरेर भनिदिनु नि त तर मोमोको चाहिँ आँखा भुटी निस्केर अचार बबाल भन्छ यार अनि सागको मोमो चाहिँ कस्तो भएछ अब यो ट्राई गर्छु सागको मोमो पिठोको मोमो त खाएर आउँछ अहिले नि मम बस्नु नाइस टेस्ट लाग्यो मलाई सागको बन्दामा बेरेको चाहिँ मिठो रहेछ ल मम पनि भन्नु खाएपछि त मिठो पाएको हस् अन्त कस्तो लाग्यो मलाई मिठो तर खासमा यो बन्दाको मोमो चाहिँ बाबाको आइडिया हो है अनि त्यही भएर हामीले बनाएको आज र हामी सबैजनाले इन्जोय गरेर छौँ तिमीलाई चाहिँ कस्तो लाग्यो भने हामी सबैलाई त मिठो लाग्यो तिमीलाई कस्तो लाग्यो कहिले ट्राई गरौँ यो बन्दाको मिठो छ पिठोको भन्दा पनि डिफ्रेन्ट टेस्ट है तर खानु पनि चाहिँ यसरी चाहिँ अलि हेल्दी पनि हुन्छ नि त बनाउनु पनि सजिलो छ सेप पनि मिलाउनु नपर्ने होइन त केल्न नपर्ने मुस्न नपर्ने खुवाइ ल्यायो सोया साग डल्लो पारो पकायो कप खायो अनि तर न्यू टेस्ट मिठो लाग्यो मलाई होइन मैले ऊ के अरे टिकटकहरूतिर चाहिँ देखिरहेको थिएँ यसरी बनाएको ट्राई गरेर चाहिँ मन लाग्थ्यो बाबाले पनि देख्नु भएको छ के अरे टिकटकमा देखाएको तपाईँले टिकटकमा देखाएको तपाईँले यो घरमा बनाएको मोमोको चाहिँ यो किमा राम्रो हुने बाहिर बजारमा खाएको अहिले टन्डा खायो भने राति भोक लाग्दैन कति हाल्ने अहिले हाल्नु 2 पिस हाल्नु 2 पिस अब चाहिँ खान्छु ल साथीहरू तपाईँहरू हेर्दै बस्नु हामी चाहिँ खाँदै गर्छु है हुन्छ बिमल हाल्ने अलि बन्दाको छ बन्दाको छैन त्यसो भए हाल्नु नि त जुन जति छ यहाँ छ यहाँ यो चाहिँ दामी लाग्यो मलाई खाएपछि दामी लागिहाल्छ नि बनाउनु सजिलो नाइस खाएर झन् लाग्छ सजिलो
पुग्छ अचार छ मलाई हाल्नु न त नेपाली हो नि म नि हातले खानु सुरु हाम्रो आजको डिनर चाहिँ गरेँ साथीहरू अब मोमो नेपाली पारा सुरु अलि धेरै खानुहुन्न अलि धेरै खानुहुन्न पिठो पनि धेरै बाक्लो भनेको छ खै गर्नु एउटा म कसले भन्छ नि खाएला गरेर बिन्ताले कहिले मजा पिठो मात्रै बनाउनु भाउजूलाई अर्को हाल्यो आजको डिनर कस्तो हो त साथी राम्रो हाम्रो मम्मीलाई कस्तो लाग्यो त आजको डिनर ए गाजर अचार मोमो अचार भाउजूलाई हाल्यो मम राखिदिनु पर्दैन मैले त त्यो अर्को हाल्यो भाउजूलाई हालिदियो भने अर्को छैन छैन लास्ट पिस ल हो त्यही हालिदिएँ पिठो मोमो मोमो भन्छ अनि अचार नसकिन्जेलसम्म तपाईँ डाइटिङ फेरि छोडिदिने अनि त्यो चाहनु कस्तो भन्छ गाजर काँक्रो त्यो बेलुकालाई चाहिँ यो अचारसँग म ल त्यो कोरेसँग बन्दा पनि त्यो नि सरसरी त्यो ठुलो बडी कोऱ्यो भने मसिनो कस्तो राम्रो हुन्छ अनि बिहानलाई चाहिँ के गरिदिनु बिहानलाई दहीमा मोल्ने कहिले जान्छ फैलिएको त्यो ल डिनर यही हो लास्ट पिस उयो पुग्यो पनि सक्यो पनि अब खानु त्यो खानु ल डिनर चाहिँ दामी 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 भयो मस्त अगाएँ थ्याङ्क यू फर वाचिङ